आज चाहिँ सेल्फ टक बारेमा पार्ट 2 होइन 3 होइन 3 हो कि 4 पनि र आजको मेरो दिनचर्या भनेको चाहिँ होइन चल्लको बिहान उठ्यो नुहाइधुवाइ गऱ्यो अनि आज पूर्णे पञ्चमी परेको हुँदाखेरि देवीथान गएर धुपताप गरिदियो अनि त्यसपछि बिहान कति 6:30 बजीतिर गयो देवीथान अनि त्यता अब सबैलाई सरसफाइ यताउति आफै एक्लैले गर्नुपर्ने भएको हुँदाखेरि झन्डै अनि फर्किँदाखेरि 9:30 जति भइसकेको थियो। त्यसपछि सर्लक घर आयो, त्यति पूजासुजा गरेर अनि आइसकेपछि अनि पूजा गरेर आइसक्दाखेरि बाटोमा मायालाई भेटेँ, सानो बहिनी। अनि ऊ चाहिँ बहिनी चाहिँ कन्या केटी भएको कारणलाई बहिनीलाई अनि सर्लक टिका लगाएर अलिकति दक्षिणा थियो त्यति। त्यसपछि घर आइपुगेँ अनि घरपुर आइसकेपछि अनि बुवा चाहिँ आफ्नो यहाँ घरको अब कुलदेवता हुने कि नागथानमा यसो धुपताप गर्दै हुनुहुँदो रहेछ। अनि म चाहिँ सर्लक आइसकेपछि अनि यसो सहयोग गरेँ बुवालाई धुपताप त्यो गर्नको लागि। अनि सहयोग गरिसकेपछि चाहिँ अनि उहाँदेखि यसो थाकी पनि सकेको थिएँ, आएर अनि यसो एकछिन आराम गरेँ। आराम गरेर के भन्छ त्यो भब्बु थियो, भब्बु खाएँ। अनि खाँदै गर्दाखेरि यता चाहिँ म आज धान झार्ने रहेछ, मलाई थाहा थिएन। अनि त्यही भएर अनि मम्मी चाहिँ अनि खानासाना पकाएर धान झार्न माथि जानु भइसकेको छ खेतमा। अनि खाना चाहिँ पकाएर खाएर आइज भन्नुभएको थियो मलाई। अनि त्यसपछि म अनि खानासाना पकाएँ अनि खाना खाएँ। झन्डै 11:30 जति भइसकेको थियो अरे खाना पकाइसक्दाखेरि। अनि पकाएर खाँदाखेरि 11:30 बजिसकेको थियो। अनि त्यसपछि हत्तपत्त गरेर अनि हत्तपत्त खानासाना खाएर अनि तिरपाल बोकिएर अनि म खेतमा गएँ। अनि खेतमा गएर अनि मम्मी दिदी भिनाजुहरू आइसक्नु भएको रहेछ। अनि त्यहाँ चाहिँ सबै त्यो धानको त्यो बिटो बनाउँदै हुनुहुन्थ्यो। अनि त्यसपछि सट्ट गएर तिरपाल ओछ्याएर अनि ती छेउछाउ थियो धान। अनि सबैले ल्याएर अनि दिदी भिनाजु म मम्मी सबै मिलेर झार्ने ल्याउने सबै गऱ्यो। अनि यसै झन्डै 11:30 बजिसकेको थियो अरे त्यहाँदेखि सुरु भएको थियो झन्डै यता फेरि पाखाबारीको पनि थियो। अनि पाखाबारीको साउखेतको दुइटै गर्दाखेरि झन्डै झार्दा ओर्दा गर्दाखेरि साँझ भइसकेको थियो। साँझ भन्दा 5:30 5:30 बजिसकेको थियो। त्यति बेलासम्म बल्ल सकायो। अनि त्यति बेलासम्म चाहिँ अब झार्ने लाउने खाजासाजा खाने अनि यसो गफसफ गर्ने आराम गर्दै यताउति गर्दै झन्डै 5:30 तिर सक्यो कार्यक्रम धान झार्ने। अनि त्यसपछि आएर अनि आयो अनि आइसकेपछि मतलब धान झारेर के भन्छ पराल चाहिँ दिइराख्यौँ। अनि त्यो धानको चामललाई चाहिँ के धानको चाहिँ बोरामा हालेर झन्डै दिदी म अनि बुबा गरेर पालेपिलो गरेर झन्डै 6-7 चोटि ओर्दो गऱ्यौँ। अनि सबै धान यता ल्याएर सबै काम कुरा सिद्ध्याएर अनि 5-8 बजीतिर सबै उता पनि सबै सिद्ध्याएर अनि घर आयौँ। आएर अनि सबै खाजाहरू दिदीहरूलाई यिनै खानासाना यताउति खुवाएर अनि दिदीहरू एकछिन बस्यौँ, गफगाफ गऱ्यौँ। त्यसपछि दिदीहरू माथि घर जानुभयो। अनि त्यसपछि हामी पनि एकछिनपछि खाना खायौँ। तर खाना खानुभन्दा अगाडि चाहिँ यसो हाम्रो फ्यामिली कुराहरू गरौँ। अनि फ्यामिली कुराहरू गरौँ, यसो के कस्तो राम्रो नराम्रो होइन यसो सरसल्लाहहरू यस्तै अनि सहयोग गरौँ। गरिसकेपछि के अरे कुरा गरौँ। त्यसपछि खानासाना खायौँ। अनि जिउसु पुरै झिरिप्प भएको हुँदाखेरि त्यसपछि हामी सुत्यौँ। सुत्नुभन्दा अगाडि चाहिँ आज हल्का रेकर्ड पनि गरेको थियो त्यो धानको झारेको, त्यसलाई सर्लक्क हल्का एडिट गरौँ। एडिट गरेर अपलोड गरेर दाइहरूलाई पनि यसो सेयर गरौँ। अनि यसरी आजको दिनचर्या सिद्धि भन्नु पर्यो होइन। अनि यस्तै छ। आज चाहिँ यो डे 3 हो कि 4 हो होइन। यो मेरो चाहिँ नयाँ लुक चाहिँ म आफूले काटेको। अनि यस्तै छ। हस् धन्यवाद। नेक्स्ट भिडियो नेक्स्ट दिन है त। हस् धन्यवाद।